साथी हो 10 दिन 10 अनौठो गन्तव्य। यो यात्रा धार्मिक दर्शन, प्राकृतिक सौन्दर्य, हिमाली संस्कृति अनि रोमाञ्चक क्षणहरूले भरिनेछ। काठमाडौँबाट सुरु हुने यात्रामा हामी थुप्रै ठाउँहरू घुम्नेछौँ। पहिलो दिन पोखराको भ्रमण गरी गुप्तेश्वर गुफा, डेभिड फल्स, पुम्दीकोट महादेव दर्शन गरी साँझ 7 बजे पोखरामै बास बस्नेछौँ। दोस्रो दिन फेवाताल, बिन्दावासिनी मन्दिर, बागलुङ कालिका दर्शन गरी सोही ठाउँको झुलुङ्गे पुलको पनि भ्रमण गर्नेछौँ र साँझ गलेश्वरमा गई बास बस्नेछौँ। तेस्रो दिन रूप्से झरना, तातो पानीमा स्नान, कागबेनीमा श्राद्ध र छुसुङमा गई बास बस्नेछौँ। चौथो दिन बिहान 4:30 बजेको हाम्रो कोरलासम्मको यात्रा रहनेछ। कोरोला नाका पुगी होटेल गुम्बा अप्पर मुस्ताङ अवलोकन गर्नेछौँ र साँझ छुसुङमा बास बस्नेछौँ। पाँचौं दिन मुक्तिनाथ दर्शन गरी जोमसोम भ्रमण गरी पूर्ण गलेश्वर फर्केर सोही स्थानमा बास बस्नेछौँ। छैठौं दिन स्वर्गद्वारीको यात्रा र साँझ स्वर्गद्वारी मन्दिर पुगेर सोही ठाउँमा बास बस्नेछौँ। सातौं दिन सुपादेउराली दर्शन गरी रुरु क्षेत्रमा बास बस्नेछौँ। आठौं दिन पाल्पा भ्रमण, तानसेन भ्रमण, भैरवी मन्दिर, बुटोल सिद्ध गुफा र लुम्बिनीमा गई बास बस्नेछौँ। 9 दिन लुम्बिनीको भ्रमण गरी त्रिवेणी धाम, वाल्मीकि आश्रम, गजेन्द्र मोक्ष धाम दर्शन गरी साँझ चितवन स्थित सिजी धाममा बास बस्नेछौँ। आज यात्राको अन्तिम दिन अर्थात् 10औं दिन देवघाट दर्शन गरी खाना खाई घर फर्कने दिन। यस यात्रामा तपाईलाई सादा खाना 29 छाक, बास 9 रात मात्र रु 6,800 मा व्यवस्था गरिएको छ भने गाडी भाडा 8,800 देखि 10,800 सम्म रहनेछ। अब तपाईँ पनि यो रोमाञ्चक यात्राको हिस्सा बन्नुहोस्। यात्रा बुक गर्न अहिले नै सम्पर्क गर्नुहोस्।